यो सोच दृष्टि र जो व्यापकताको जो भाव हो त्यो नेपालीहरूले नै सोच्न पर्छ। आफ्नो मौलिकता, पहिचान, संस्कार, संस्कृतिको बारेमा हामी आफैले सोच्नुपर्छ, अरू कसैले सोचिदिँदैन भन्ने कुरामा विश्वास राख्ने आचार्य बालकृष्णले देशको भौतिक विकासका लागि, देश निर्माणका लागि बाह्य लगानी र सहयोगलाई समर्थन नै गर्नुहुन्छ। तर सहयोगको बोझमा थिचिएर सहयोगीहरूलाई आफ्नो राष्ट्र र नागरिकको जीवनलाई प्रभावित गर्ने, निर्णयको अधिकार र निर्णायकको भूमिका दिन नहुने कुरामा पनि उत्तिकै दृढ हुनुहुन्छ। नेपालीहरूको पीडा, नेपालीहरूको समस्या, नेपालीहरूको सोच, नेपालीहरूको दृष्टि, यो सोच दृष्टि र जो व्यापकताको जो भाव हो त्यो नेपालीहरूले नै सोच्न पर्छ। यदि कहिले पनि आफ्नो देश र आफ्नो संस्कृति, आफ्नो परम्पराको रक्षाको लागि बाहिरबाट कोही पनि एबिसी कोही पनि आएर उनीहरूले हामीलाई केही देला, केही गर्ला, यो सोच भ्रमपूर्ण हो। यदि हाम्रो बिमारी छ त हाम्रो दबाई पनि हामीले नै खोज्न पर्छ। दुर्भाग्यले आज नेपालको परिवेश र वातावरण छ तो कोही पूरब जाँदैछ, कोही पश्चिम जाँदैछ, कोही उत्तर जाँदैछ, कोही दक्षिण जाँदैछ। पूरब, पश्चिम र उत्तर दक्षिणले सहयोग गर्ने हो, परन्तु निर्णय तो हामीले लिने हो। तो सहयोगीलाई निर्णयकर्ता बनाउन भन्दा निर्णय हामीले लिएर सहयोग खोज्न गयौँ भने सायद हामीले सही सहयोग पाउँछौँ, सजिलो सहयोग पाउँछौँ। हामीले सोचेको देशको निर्माण गर्न हामीले